नेपालदेखि कोरियासम्मको त्यो यात्रा। हामी गोर्खेनीहरू कोरियातिर प्रस्थान गर्दै। साँच्चै भन्नुपर्दा त्यो सङ्घर्षपूर्ण समय अनि त्यो पर्खाइ निकै गाह्रो थियो। तर त्यो निकै गाह्रो समयको बावजुद पनि सफल हुन पाउँदा छुट्टै खुसी थियो। अब कोरियातिर लाग्दै नयाँ रहनसहन, नयाँ परिवेश, नयाँ घुलमिल, नयाँ साथीहरूसँग घुलमिल हुँदै नयाँ सहर अनि नयाँ ठाउँतिर लाग्दै। सङ्घर्ष त अझै बाँकी छ। अब यो छोटो जिन्दगीमा यात्रा चाहिँ हामी सबैको आफ्नो आफ्नै। भर्खर सुरु भा हो, भर्खर सुरु भा। कतिचोटि लड्नै बाँकी छ। लडिन्छ धेरैचोटि, तर जसरी लडियो त्यही रफ्तारमा उठिन्छ। 3-4 वर्ष बितेको चालै पाइँदैन है, चालै पाइँदैन, चालै पाइँदैन। आउने दिनहरूमा नयाँ साथीभाइ, इष्टमित्र, कहिले नसुनेका कुरा, कहिले नभोगेका कुरा, कहिले नबुझेका कुरा, कहिले नभोगेका कुरा। कहिले काहीँ यस्तो आउला तपाईँहरूको जिन्दगीमा, राति भक्कानो छोडेरै रुन मन लाग्छ है। जिन्दगीसँग हार मान्ने अवस्थाहरू करोडौं आउँछ, करोडौं आउँछ। आफ्नो दिमागभित्रका अनगिन्ती स्वरहरूले लाइफमा लिएका डिसिजन्सहरूलाई कोतार्छ, साह्रै कोतार्छ, साह्रै कोतार्छ, साह्रै कोतार्छ। तर हिँड्नु छ है, तर हिँड्नु छ, तर हिँड्नु छ है, हिँड्नु छ। त्यसैले हिँडे हिँडे समुद्र पारीको त्यो सहरमा, सबै छोडी गए हवाई जहाज चढेर। हराउने बाटो गल्ली मलाई डरै भएन, खोजिहाल्छु म आफ्नै बाटो, मेरो